नमस्ते साथीहरु, तपाईलाई स्वागत छ योगी ज्ञान यासबिकेमा। सो यसमा तपाईलाई थाहा हुन सक्छ म यो गलत आदत हिलाउने आदतको बारेमा विभिन्न किसिमका जिज्ञासाहरु, विभिन्न किसिमका समस्याहरु युवाहरुका त्यसको बारेमा जानकारी दिनेछु। आज चाहिँ म तपाईलाई एउटा ड्रिंकको बारेमा बताउने छु जसले तपाईले त्यो आदत गरेर आफ्नो एनर्जी लस्ट गरिसक्नु भएको छ भने यो ड्रिंक तपाईले 1 महिनासम्म पिउनु भयो भने तपाईमा भएको एनर्जी 81 बुस्ट हुनेछ र तपाई पहिलाको जस्तो हुन सक्नुहुनेछ। किनकि हामीले त्यो आदत गर्ने हुनाले हाम्रोमा भएको पुरा शक्ति नाश भइसक्यो, हामी लेजिनेस भइसक्यो, हामी कुनै पनि काम गर्न मन लाग्दैन, दिमाग काम गर्न छोड्छ। किनकि धेरै सोच्यौ भने हाम्रो दिमागमा अत्याधिक ओभर थिंकिङ जस्ता विभिन्न किसिमकाहरू समस्याहरू आउने गर्दछन्। हो, त्यो समस्याको समाधान हो एउटा ड्रिंक। यो ड्रिंक कुनै बजारमा मिल्ने ड्रिंक हैन, यो आफैले घरमा बनाएर पिउनु पर्दछ। सो यो ड्रिंकलाई यसरी बनाउनु होला। सर्वप्रथम 1 गिलास दूध लिने, दूधलाई मिक्सरमा हाल्ने, त्यसपछि 1 केला अथवा 1-2 जति हुन्छ केला, त्यो केलालाई पनि त्यसमा मिक्सरमा मिक्स गर्ने। एकदमै राम्रोसँग हाल्नु होला किनकि यो एकदमै बेस्ट ड्रिंक हो। केला हालिसकेपछि त्यसपछि हामीले हाल्नुपर्छ खजुर। एकदमै ड्राई खजुर हैन, यो त एकदम गिलोवाला खजुर हुन्छ नि, त्यो खजुर हाल्ने। बजारमा अवश्य पनि मिल्छ, सुक्खडमा अथवा कुनै पनि गाउँमा, तपाईको गाउँतिर मिल्छ खजुर। यो खजुरलाई हामीले त्यो ड्रिंकमा मिक्स गर्ने। 4-5 वटा ड्रिंक हाल्ने किनकि धेरै खजुर पनि हाल्नु हुँदैन। 5 वटा पिस हाल्दै इनफ हुन्छ। किनकि अलि धेरै नै कमजोरी छ भने 6-7 वटा हाल्दा पनि भयो, अलिअलि कमजोरी छ भने 5 वटा हाल्दा नै बेस्ट हुन्छ। किनकि खजुरमा अत्याधिक मात्रामा एनर्जी हुन्छ। त्यसपछि हाल्ने ड्राई फ्रुट्सहरू, मिक्स ड्राई फ्रुटहरू यसमा हुन्छ, जस्तै काजु हुन्छ, बदाम हुन्छ, किसमिसहरू हुन्छन्, अनि ब्ल्याक किसमिस सब यसमा मिक्स हुन्छ के गाइस। सो त्यही नै हामीले के गर्नुपर्छ, हाल्नुपर्छ। यसले हाल्यो भने के हुन्छ, शरीरमा अत्याधिक मात्रामा अझ एनर्जीले बुस्ट गराउँछ। त्यसपछि हामीले हाल्नुपर्छ थोडा ड्राई चना हुन्छ नि, त्यो ड्राई चना मतलब फ्राइड चना एउटा हुन्छ, फ्राइड चना एउटा हुन्छ, त्यसलाई हालेर हामीले मिक्सरमा ग्राइन्ड गर्नुपर्छ अचम्म एकदमै गिलासमा हालेर। त्यसपछि पिउन सकिन्छ। यदि तपाईले यो 1 महिनासम्म ट्राई गर्नुभयो भने अवश्य पनि रिजल्ट प्राप्त गर्न सक्नुहुन्छ। म ग्यारेन्टी दिन्छु तपाईमा एनर्जी बुस्ट हुनेछ। सो किनकि हामीले त्यो आदत गरेर पुरा शक्ति नाश गरिसकेका हुन्छौँ। सो चिल पारामा पिउनुहोस् यसलाई। अनि एकदमै पिउनु भयो भने तपाईमा एनर्जी आउँछ। कुनै बाहिर चिजमा निर्भर नहुनुहोस्, डेली पिउनुहोस् यसलाई। यसले पियो भने के हुन्छ कि हाम्रो शक्ति अत्याधिक मात्रामा बढाउनमा मद्दत गर्छ। चेस। सो यो भिडियो एकदमै महत्त्वपूर्ण छ गाइज। तपाईले यस्तै तरिकाको ड्रिंक 1 महिनासम्म पिउनु भयो भने अवश्य पनि रिजल्ट तपाईलाई मिल्नेछ। किनकि मैले यो ट्राई गरेको चिज हो। सो एकदमै फाइदाजनक हुन्छ। यदि तपाईसँग अब यति सामान किन्ने पैसा छैन भने के छैन, त्यो आदतलाई बन्द गरिदिनुहोस्। त्यसपछि यो ड्रिंकलाई पिउनुहोस् के नछुटाउनुहोस्। किनकि यसले एकदमै एनर्जी प्रदान गर्छ। सो तपाईलाई के जानकारी दिन चाहन्छु भने अन्य चिज पनि मैले बनाएको छु अघिल्लो भिडियोमा, के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुरामा। तर यो ड्रिंक एकदमै राम्रो छ। आफूलाई महिनामा 500 रुपैयाँ खर्च गर्नुहोस् के। यदि एनर्जी बुस्ट गर्नु छ भने बाहिर इन्जेक्सन सुई लगाउनु भन्दा बेस्ट तरिका हो। खाना टाइममा खानुहोस्, टाइममा सुत्नुहोस्, एकदमै कम प्रयोग गर्नुहोस्, मोबाइलको रिल्सहरू एकदमै कम हेर्नुहोस्, सो गलत भिडियोहरू नहेर्नुहोस्। किनकि आफ्नो एनर्जी छ त सब छ, यदि एनर्जी छैन त केही पनि छैन। तपाईको शरीर तपाईले गलत आदत गरी आफ्नो शरीर बिगाड्नु भएको छ भने सुधार्नु पनि पर्छ। र यदि सुधार्नु भएन भने तपाईको जिन्दगी सकिनेछ। सो आजलाई यति नै। यदि मेरो भिडियो तपाईलाई मन पर्छ, यदि केही जिज्ञासाहरू छन् भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। आई होप मेरो च्यानल त्यति राम्रो त गइरहेको छैन, भ्युज आइरहेको छैन, तपाईहरु खासै हेर्नु त हुँदैन, बट त्यही पनि ठिकै छ। मेरो कर्तव्य हो कि मैले तपाईलाई जानकारी दिने। किनकि अहिलेको युगमा मानिसहरू त्यो आदतमा यसरी पढिसकेका छन् कि जसरी किचडमा फोहोर परेको हुन्छ नि, हो त्यसरी मान्छेहरू यो आदतमा पढिरहेका छन्। तर थाहा कसैलाई छैन कि म गलत गर्दैछु। सो मैले तपाईलाई यो कुरा त्यसैले तपाईलाई जानकारी दिनको लागि मैले यो भिडियो बनाएको। सो अवश्य ट्राई गर्नु होला। पिस। जय नेपाल।